सबैलाई नमस्कार। यो नेपाली ब्लग च्यानललाई ब्लग सुरुवात भयो। सबैलाई नमस्कार। सन्चै होला तपाईहरुलाई, मलाई पनि सन्चै छु। यो चाहिँ हाम्रो गाउँको बाटो हो, काभ्रे बाङथली लभरे देउरालीको माथिल्लो बाटो हो यो चाहिँ, हैन? यस्तै छ हाम्रो चाहिँ पिच छैन। ल हेर्नुहोस् यस्तो बाटो छ, हिँड्नुपर्छ। बाटो चाहिँ ठिकै छ भनौँ। काभ्रे देउराली बाङथली भन्ने ठाउँको हो यो चाहिँ। यो चाहिँ दुती जाने बाटो भन्छ, चिनिन्छ है। बाङथली भनेपछि सबले चिनिन्छ। यस्तो छ बाटोको हालत हाम्रो चाहिँ है। पिच हुने चाहिँ कहिले हो कहिले थाहा भएन। तर नि यस्तो बाटोले गरेर धेरै समस्या आउने के। यता चाहिँ नर्मली हो, यतातिर हेर्नु। ओ माई गड, खड्डै खड्डो है। ओहो क्या अप्ठ्यारो क्या फेरि। ओहो अलिअलि सोलिङ गरेर चाहिँ ठिक रहेछ बरु है। मलाई त मरिन्छ यार। ओ माई गड, ओइ कस्तो भुत भुत फालिदिन्छ त यार। हाम्रो चाहिँ यस्तै छ है। अझसम्म पिच ल्याउन सकिएको छैन, तर अनि ठिकै छ। बाटो यस्तो छ, बर्खामा चाहिँ गाडी चाहिँ आउँदैन त्यो बाटो आउने चाहिँ। यस्तो अप्ठ्यारो छ कि भनेर भन्न सकिँदैन कि यो बाटोलाई चाहिँ। ल हेर्नुहोस् यस्तो छ। मर्छ के। ओ सट ल ओहो धन्नै चाहिँ चिनेको मान्छे भएर मात्र हो क्या यस्तो बाटो चलाउन सक्ने भनेको। नभए त यता खाल्टोमा छिर्ने उता खाल्टोमा छिर्ने हुन्छ क्या। नचिनेपछि चाहिँ नयाँ बाटोमा है सबैजना त्यही हुन्छ नि त। कोही कताको खाल्टोमा छिरिदिन्छ, कोही कताको खाल्टोमा छिरिदिन्छ, होइन? ओहो बाटो चाहिँ डेन्जर छ है। भ्लग बनाउँदै जाँदैछु। सबैजनाले माया गरेर हेरिदिनु होला, साथ दिनु होला, माया गरिदिनु होला है। यतातिर चाहिँ ठिकै रहेछ है बाटो चाहिँ। ओहो बाटो ठिकै हो, तर म आधी घन्टामा पुग्छु भनेर कोसिस गरेको थियो है। ओहो उसेट ओहो अगाडिको यो अग्लो भाइचारा हाल्दै थियो, त्यसले गर्दा चाहिँ साउन्ड आउँदो रहेछ क्या। ओ माई गड, झन्नै लडिएन नि त ढुङ्गाले गरेर, होइन? यस्तो छ है बाटो हालत। ओ तर हामी योभन्दा डेन्जर ठाउँमा चलाएको मान्छे हो। तर यो भनेको नर्मली ठाउँ हो। यो भने हाम्रो लागि नर्मली ठाउँ हो, तर पनि यो भनेको हाम्रो लागि नर्मली ठाउँ हो, होइन? ओ कोही छोयो यो दोजाले के गरिएको हो। यस्तो बाटोमा हामीले बाइक चलाउनु पर्छ। अहिले त ठिकै छ, केही पनि हुँदैन। भोलिपर्सि पिस भयो भने चाहिँ मजा आउँछ। यस्तो बाटोमा चाहिँ गाडी आउँदैन। भ्लग बनाउनु चाहिँ यो ठाउँमा ठिक हुन्छ, किन भन्दाखेरि गाडी आउँदैन नि त। गाडी नआएपछि सजिलो हुन्छ। मेरो चाहिँ अगाडि ब्रेकको साउन्ड आइसक्यो है। उखालेरै छिटो घर पुग्नु पर्ने छ, पानी पर्छ आज। ल यो चाहिँ हाम्रो पातले भन्ने ठाउँ हो।
है हामी ठ्याक्क अहिले यता पातले भाटामा आइपुग्यो यस्तो ठाउँ छ है पातले यस्तो बाटो छ कि तर ठिक छ बाटो यति भयो भने यतिको बाटो भयो भने ठिक छ तर यतिको बाटो भयो भने कुदाउँदै छोड्नु हुन्न है गाउँले भनेर हेप्छन् ओहो क्रस फायर जस्तै भनौँ हन्डा पनि क्रस फायर जस्तै हुँदो रहेछ भनौँ अलिअलि होइन सक बनायो भने चाहिँ होइन क्रस फायर जस्तै हुँदो रहेछ मैले चाहिँ 220को सक हाल्न खोजेको थिएँ पछाडिपट्टि नमिलेर अब हाल्नुपर्छ होइन रेस त अब खेल्नुपर्ने हो अब यस्तै हन्डाहरूसँग कि मजा आउँछ अब यति 220 किन्यो भने चाहिँ आउनुपर्छ जुस भ्लगर अब भनौँ न मान्छेहरूले अब 220मा रेस खेल्दो रहेछ है म पनि एकचोटिको लागि 220को लागि भ्लग बनाएर जान मन छ कि 220बाटै मान्छेहरूसँग 220हरू सबैहरू होइन युट्युबमा भ्लगरहरू देखाएको थियो क्या त्यो भ्लगरहरूले पनि 220 भर्सेस 220 गर्दो रहेछ है राइडको लागि अनि त्यही भएर म पनि एकचोटि राइडमा चाहिँ जान मन छ कि 220हरूसँगै होइन एउटा रहर त हो नि जे गरे पनि एउटा रहर हो रहर भनेको छोड्न हुन्न है बाटोको हालत चाहिँ यस्तो छ है अनि मनाङ मुस्ताङ एकचोटि जानुपर्छ भनेर सोचेको थिएँ है मेरो चाहिँ मनाङ मुस्ताङ यति गइएछ भन्दाखेरि जान मन छ एकचोटि ट्राई गर्छु ओ खतरा चिप्लिन्छ भनेको ओ माई गड ओ माई गड यतिको चाहिँ हिँड्नुपर्छ है होइन यतिको बाटोमा यतिको चाहिँ हिँड्नुपर्छ खतरा उडाइदिन्छ त के हो Hey, how are you? हाम्रो गाउँको बाटो सर्टकट मी ओके हेल्प मी एम सर्टकट मी ओ माई गड ला मदर चोट लड्यो है यतिको चाहिँ लड्नुपर्छ है यतिको नलडे चाहिँ धन्नै भएन है खुट्टाले भेटेन यो हाम्रो सर्टकट थियो आज लडियो मैले सर्टकटमा ओहो आज मैले पहिलो फर्स्ट लडियो यस्तो बाटो है बाइक राइडरहरूलाई चाहिँ यो बाटो चाहिँ ठिक हुन्छ हुनु चाहिँ मान्छे हिँड्ने बाटो हो ओ माई गड ओ सिडी केही त भन नि मेरो प्यारीलाई ओ प्यारी समझ गई ओ माई गड ओ खतरा उफार छ त के हो यार म त केटीको घोडामाथि चढा जस्तै फिल लागिरहेछ कि यहाँबाट चाहिँ कसैले बाइक झारेको छैन है म यो होला यहाँबाट बाइक झार्ने चाहिँ होइन ओहो पछाडिको ब्रेक पनि नअडिन्न छ भने सिप्लिने के डाइरेक्ट यहाँ त आइपुग्छ ओ माई गड यहाँबाट पो गाह्रो हुन्छ कि क्या हो ओहो तर ट्राई गर्छु नरिसे ओहो ओ
Wih, mago. यस्तो बाटोबाट झारेपछि त आयो बाउलाई भन्छु नि त ओहो पहिला बस हो कि यस्तो बाटो झारे चाहिँ आयो तेल जोगाउनु पर्छ है तेल महँगो छ अब होइन तेल महँगो भएपछि अलिअलि जोगाउनु पनि पर्छ ओहो ओ हाम्रो गाउँको बाटो चाहिँ यो हाल्छ है यस्तो हुन्छ यस्तो भयो भने खुसी हुनुपर्छ बाटोको हालत यस्तो भयो भने ठिक छ ओ नहुनुभन्दा है यतिको भयो भने मजा चाहिँ आइरहेको छ जुस बाइक कुदाउन ओहो ओहो मेरे बेबी ओ माय गॉड हमारा ऐसे नहीं होता है हमारा पास तुझे मालूम है क्या देखो हमारा गांव के बाटो देखो इधर कैसे है इधर के देखो समझ गए ना बात हाम्रो गाउँको नेता चाहिँ यस्तो छ कि ल हेर्नुहोस् बाटो ओहो हो हेर्नुहोस् यहाँ खाल्टो हेर्नुहोस् न बस चाहिँ चल्छ यस्तो बाटो भयो भने चल्ने चाहिँ है यस्तो बाटो भयो भने बस चाहिँ चल्छ जस्तै नि ल मेरो गाउँ आइपुग्यो बस्ती है यो चाहिँ बाङथली फर्स्टचोटि भ्लग बनायो भने बाङथलीको भ्लग बनाउँछु भनेको थिएँ है त्यही भएर बाङथलीको बनाउँदैछु आफ्नै गाउँ मेरो घर चाहिँ तल है ला ढिलो भइसक्यो यस्तो ढिलो गऱ्यो भने पुगिँदैन ओ ओ मा गॉड ओहो 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 बाटोको हालत हेर्नुहोस् बाटोको हालत हेर्नुहोस् हाम्रो गाउँको बाटोको हालत हेर्नुहोस् यस्तै हुन्छ हाम्रो गाउँको बाटो ओ ओहो हो हाम्रो गाउँको बाटो हेर्नुहोस् ल मेरो घर चाहिँ उ त्यो तलको माथि पसल आइपुग्यो यो बाइक लडेर चाहिँ कहाँको लागि हेर्न पर्यो बाइक लडेपछि केही पनि भएन छ हेडलाइट नै क्रियास आएको रहेछ यहाँनिर लागेको रहेछ है ल ठिक छ बाइक आइपुग्यो तपाईँलाई नै सम्झो होला है ल ओके बाई बाई अब भ्लग चाहिँ अब भोलिको हुन्छ बाई मेरो गाउँ चाहिँ त्यो तल मेरो घर चाहिँ त्यो 3 लस्करै भए हुन्थ्यो यो तपाईँ हो बाई बाई